हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल म कहाँ छु र के छु भनेर अब टिकटक हेर्ने लिएर अनि उसबाटै थाहा पाइसक्यो होला नि हैन त्यही हो म चाहिँ कहाँ छु भनेपछि पाल्पा रामपुर छु अनि हिजोको भ्लग चाहिँ त्यस्तै इन्ट्रो दिन पाइएन बोल्न नि पाइएन कि त्यस्तै हिजो के भयो मुड अफ हो कि के हो थाहा छैन अनि त्यही हो हामी चाहिँ अब निस्किन लाग्छौँ बवाल छ भ्यू स्यू अनि त्यही हो हल्का यिनीहरूको बाइक फेरि सब इलिगल छ हैन अनि गाह्रो छ योभन्दा अगाडिको भ्लगमा हाल्छु मैले त्यो के भएको थियो हिजो रातिको हल्का फुटेजहरू छ बाइक चाहिँ बवाल देखिएछ तर चाहिँ यहाँ लास्टै गाह्रो अब डराइ जानुपर्छ ल त्यही हो हामी चाहिँ अब निस्किन लाग्यो के प्लास्टिक बेरेर हिँड्ने ढकन काण्ड यहाँ छ यो राति जसो आइयो ए बाइकको गोटा त गइसक्यो पेट्रोल हेरम कति हो फुल हालेर आएको मेरो फोन राखेको रहन यसो बाइक तान्नी नि यार म उठाउँछु के बाइक यार ए पेट्रोल त अझै पनि छल्के छ त हाम्रो त पेट्रोल त अझै पनि छर्लाङ गर्छ है रुक्ने छ के माइलेज दिएको यसो उठाइदैन म यसो बाहिर झिक्छु के बाइक ल अझ एउटा प्लास्टिक दिनु मोबाइल राख्न लागि ठुलो वाला ओ ढकनको व्यवस्था गरिस् हान्दैन वान्टा ओए रान्डे वान्टा ल हामी निस्केको केटा हो के कस्तो हुन्छ हेर्दै गरौँ मेरो फेरि यो बवाल छ यार के भयो यार लगेर हो फाइनली हामी निस्केको मेरो एङ्गल मिल्यो कि मिलेन आइरहन्छ है हरिब मजा आयो यार बाइक चलाउनु त लुक्याएर भ्यू चाहिँ बवाल छ नि निस्किनु है रमाइलो छ कि होइन ढकन काण्ड के छ तेरो अगाडि हिँड्छ नरम के होइन हरि देख्छ ठाउँ त माट कसम त्यही बेला हामी टुकेको नजिक पुगिसकेको छ मैले भनिसकेको छु भिडियो गइरहेको छु भनेर होइन त्यही हो कस्तो त्यस्तो मजाको सुविधा यस्तो मजाको मजा हेर्न लुकाएको यस्तो बवाल क्या यहाँ मन्दिरहरू रहेछ अनि यहाँदेखि चाहिँ हामी रामपुर पुग्नलाई त्यही 3-4 किलोमिटर सायद होला अनि हामी चाहिँ के गर्छ भनेपछि सिधै पहिला पेट्रोल हाल्छौँ त्यसपछि अलिअलि बाइकको चेनहरू मिलाउन अनि निस्किन्छौँ होला आज चाहिँ डेन्जर आफ्नो छ यार ओपरै अनि त्यही हिजोको त भनिसक्यो भ्लग कस्तो लाग्यो भनेपछि त्यहीमा हिजो थियो यार ओपर पानी परेछ क्या राति त
गरिदिइराख्नु भयो, सपोर्ट गरिदिइराख्नु भयो। आउनुहोस् आउनुहोस्, यो रमाइलो भयो माया पानी पर्यो पसिना झर्यो मलाई तिमी साह्रै नै मन पर्यो। ओभर एक्साइटेड है क्या, ओभर एक्साइटेड। यो अफ रोड बाबा नसकिनु छ यार, पानी परिसक्यो, पानी परिसक्यो। यहाँ त स्कुल रहेछ माथिमा, फाइनली हामी चाहिँ पेट्रोल पम्पमा आइसक्यो। पेट्रोल सेट्रोल हाल्छन्, छक्क लगाएर निस्किनुपर्छ। पानी पऱ्यो जस्तो लाग्यो यार। उदा पिउ जाडो भगाउँ बुझ्यो, जाडोमा आऊ। ल पेट्रोल हाल्नु लाग्छ। हालिदिन्छ क्या पैसाहरू। केटाहरू चाहिँ रप्पु हानिसक्यो नाचिक्नु। आवाज सुन्ने होला नि, म पनि निस्किन्छु। हामी चाहिँ रामपुरदेखि माथि सर्टकट बाटो भेटायो नि। I never take doubt as a lesson, I never second guess it. Take negativity and reject it. I got my mind blind to rejection, so I'll be just fine. Don't be wasting any time with discretion. I run this campaign like I'm running an election. I pop this champagne like we're not in a recession. I feel no damn pain, ibuprofen is a blessing. Feel it pumping through my veins, got me feeling like I'm flexing, yeah. I'm in motion, I'm obsessive like the ocean, I'm relentless. No promotion, still progressing, overdosing on these lessons. And these words my only weapon, cut you deep, oh yeah, I threaten. Feel the heat and all the tension, need relief from this obsession. But I keep myself progressing, cause I creep around suppressants. I don't sleep enough, you guessed it, every second is a blessing. Got no time to be depressed, on this grind you always stress. So I work harder than the rest, that always send and do my best, yeah. I'll never doubt myself. ल केटा फाइनली हामी चाहिँ खै कता आयौँ कता थाहा छैन। रामपुरदेखि माथि लाग्यो, अहीँसम्म रामपुरको भ्यू देखेको थियो। बवाल बादल उडेको हेर न। लक्ष्य चाहिँ अगाडि गइसक्यो, हामी चाहिँ भिडियो सिडियो यस्तो सुट हान्दिउँ भनेर। ए लक्ष्य उहाँ छ त्यो ढुङ्सेभित्र हरा। त्यही हो निस्किन लाग्यो यार। ममा कस्तरी गुल्टे नि यार, खै भिडियो भयो कि नै। यहाँ यो हल्का बाङ्गे छ यार, यहाँ चाहिँ हल्का यो कान्छीलाई स्क्र्याच लाग्यो। यति साह्रो नपरेको, अस्ति यहाँ कुलेन उस भएर ताले थियो लगेर हो। यहाँ चाहिँ हल्का मोबिल घाम देखेको माथिबाट हल्का चुडी काट्नु पर्ने अवस्था छ। बाइक चाहिँ जे सही सलामत छ सबै।
भाइ त्यो के मेरो कान्छी आज रिसाए जस्तो छ क्या सर्भिस छैन खालि परेर फाइनली हामी चाहिँ कहाँ आयौँ अरे यो के अरे सिफत देउराली अनि यहाँ छ हाम्रो कान्छी होइन यहाँ छ लट्टेको जेठी अर्को कता गयो यहाँ अर्को यो त भिडियो बनाउनुलाई कहिले हुन्न अगाडि हुन्छ यो टेनर चाहिँ खतरा चलेको नि नो 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 सरी 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 हामी चाहिँ केही नखाइकन आएको थियौँ यहाँ चाहिँ चाउचो साउचो भने नास्ता सास्ता खाएर निस्किन पर्छ केटा हो बबाल सपोर्ट गरौँ त्यही हो कान्छीको रगडा भइरहेको यहाँ हल्का यस्तो भइसक्यो ओइल लिकेज मान्छेलाई ओइल कहाँदेखि लिक खायो यार म भेदा भयो यार तनाव यार ओइल लिक माथि टपबाट यार यस्तो लिक भयो क्या त्यो होस् मेरो त्यो त ठिक छ होला यहाँ खाजा हुँदैछ भनिसकेँ मैले हिजो हाम्रो खाजै चाउचाउ भइरहेको लोकल हिँड्दा चाउचाउ नै हो क्या हाम्रो ब्लगमा बिल्ला भन्ने चिजै हुन्न क्या होइन जे हो त्यही देखाउने यहाँ त्यो भित्र आलु खाएर त्यो बाहिर हड्डी फाल्ने खाने छैन ल सुरु गरौँ बबाल यो साँझको भ्लगमा पनि चाउछ यसमा अहिले पनि चाउचाउने हाम्रो पाडी मरेको थियो गरे माया नुन बार्न पर्ने बारीले एक छाक छोड्दै भयो नि त साँझलाई अहिले नसुस गरेर आमा कान्छी कस्तो राम्रो देखियो वान पिस ल हामी चाहिँ खाजा साजा खाइसक्यो डुम्म भयो फेरि ब्यागमा आइयो के खाली भइसक्यो थियो फेरि ब्याग हुन्छ नि रिटर्न हाने जस्तो भयो हिजोकोले नि अलिअलि भेटे जस्तो होइन लाग्यो कि भुँडी लाग्यो ल हामी निस्केको टक्क लाएर यसो गरेर उता मास्त्री गरेर भ्युसी हेरिन्छ त्यसो चल्दिनु पर्ला होइन ल केटाहरू त निस्के तिमी त अगाडि हो क्या जहिले होइन म निस्केको अब यो क्यामेराको सेटअपै नमिलेको रहेछ यार अघि न यार बबाल यार भ्यू त यस्तो बबाल देखियो यार वहाँ पुगेछन् केटाहरू मैले चाहिँ के भन्न लाग्थ्यो भने चाहिँ साउन्ड चाहिँ कस्तो भनेपछि साउन्ड अर्कै आयो कि मेरो बाइकको लुक एट द भ्यू केटा हो बवाल भ्यू देखियो यार हेर्न सकिन्छ यस्तो बवाल मौसम भयो त्यो होइन
का दिन सुरु भयो। अब त पुरै ओह्रालो हो क्या छ्याक्क। तर तलको ठाउँदेखि ओ पूर्वी खोला हो केटा। ओ पूर्वी खोला कता अरे? हामी चाहिँ पूर्वी खोला झर्छौँ यहाँदेखि। पूर्वी खोला ओ के अरे लट्टे लट्टे है ओके माया कसम यार हिजो यस्तो बाटो आएको हेर न केटा। माया कसम अहिले देख्दा डर लाग्यो। तर हामी हिजो फ्रेसमै थियौँ होइन, यस्तो पनि होइन होइन। तर बाटो हेर न कस्तो छ यार, यस्तो बाटो झरेको के। ए मा कसम केटा हो गाह्रो गाह्रो। ओ यत्तिको त हुन पऱ्यो नि डट बाइकले यसो त हो। ओभर अफरोड आएको क्या हामी हिजो रातिमा चाहिँ लाइट नहुँदा नि हेर त त्यो मुजी त अहिले अगाडि आएको थियो अझै भ्यूको त कुरा नगर बाबु। ए जान्दै मलाई त डर लाग्यो यार। जाम अहिले तल अर्को कलमा म त यहाँ अहिले लोड छु। बाइकलाई चाहिँ घर नाङ्गे पारेर मासला छ्या कति लोड नि यार। भन्नु थियो म्याच ए फेरि खानेको मैले कितना लोटूं केटा हो। सायद हेर्नु फेरि यहाँ गाँड भयो उस भयो क्या च्याप्पै पऱ्यो क्या। कुन साइडबाट होइन थोरै ध्यास भएको क्या। छोडाउनु पर्यो ठाउँमा आयो। कति बाङ्गिन्छ क्या हेन्डी ल्यायो केटा। त्यो बाङ्गीको हुनाले हल्का तल भएको क्या। के भएको क्रस मार्किङ यति लिएर नि हेन्डी लाग्ने यहाँ। ल हामी चाहिँ यो के भन्छ ओ पूर्वी खोला होइन यो ओए लट्टो के हो पूर्वी खोला होइन। यो चाहिँ पूर्वी खोला बब्बाल देखियो कि भ्यू त बाबा नि हरिफ के हरिफ। त्यही फेरि लोटियो माया कसम कति लोटिन्छ र हेन्डीले भाङ्यो। आइयो यार आरएमको बाइक आरएमको मुजी यो पछाडिको रातिमा कालो मात्र तुलो बवाल देखेको हिजो। लगेर उता पनि उता पाखा नि उस भयो रमाइलो छ आज त माया कसम। यहाँ पनि यहाँ नि उस भयो। कान्छीलाई त गाह्रो छ त। कान्छीले रिसाइगयो कान्छी आज है। कान्छी रिसाए जस्तो छ क्या। भन्न हिलो माटोमा पऱ्यो कि केटा आएन कहाँदेखि
होइन होइन यी होइन पुरै मोबिल चुइयो ओरा यो देखेको थिएन रन्टीका मेरो भने घावै भयो कि छ नि यसमा छ के ढुक्क खै त अन्त हेर तर मिठा चुइयो होला त तेरो मोबिल खै त अन्त हेरेस् कि नै खै ए मोबिल त ऊ छ्यालबाल छ कि कालै छ खै ढकन ल ढकन चाहिँ बवाल छ अर्ग्यानिक ढकन हो कि सक्कर अलिअलि लिक छ यसको फेर्ने हो सबको बाइक त झम्पु हुन्छ कि कसम नयाँ बाइक ल्यायो नि गाँडो बुझ्छुस् नयाँ बाइक 4-5 जना लिएर आउने नयाँ बाइक ल्याए पनि गाँडो हुन्छ कि बुझ्छुस् यताउति बाटो कस्तो छ के कुरा गर्ने अगेडा हो अब हामी चाहिँ निस्किन लाग्यो फोटो सुट भयो यसो रेस्ट गर्यो अब चाहिँ निक्लिन पर्छ भिडियो चाहिँ जे होस् मैले अब यतैतिर भन्नाले एन्ड चाहिँ अलि उता अब के हुन्छ बाटोमा छोटो क्लिप देखाउँछु अनि त्यसपछि चाहिँ एकैचोटि एन्ड गरिदिनु पर्ला किनभने यता यहाँदेखि अब अलि तलतिरको भ्लग त पहिलाको उसमा छ नि त अनि त्यही भएर लगेर अब निस्केको हो डटी डक्स खऱ्यो नि उड्दैन क्या यो चाहिँ ओभर हो क्या होइन केटाहरू चाहिँ गइसके म चाहिँ यसो सु गर्न अनि यसो भ्यू देखाइदिउँ भनेर बवाल देखेछ कान्छीलाई कान्छी आज लास्ट रिसाइदिनु जस्तो छ कि गोटी हेर न गोटी यार गोटी फाँको भइसकेको छ फाँको लाग्यो गाह्रो ल केटा हो फाइनली के ठाउँ भन्छ है यसलाई यो पाल्पा त पाल्पै हो तर कता हो थाहा छैन केटा हो यहाँ चाहिँ हाम्रो लट्टे भाइको बाइकमा चाहिँ नट खसिन्छ त्यही भएर चाहिँ यहाँ म थिएन त्यही हो कान्छी तिमी बहुत रिसाइछ तिमीलाई मैले जानेछु क्या होइन उमेर त खाइसक्यो के अरे जवानी अझ निकालिरहेको छ ठिकै छ त्यसको बाइकको हालत हेर न ल त्यही हो केटा हो यहाँ चाहिँ लट्टेको बाइकको नटसट हाल्छौँ त्यसपछि निक्लिन्छौँ हामी होइन अब चाहिँ लगभग हामी अब जगत आउन लागिसक्यौँ होला हामी पाल्पा खै के भन्छ जल्पा छौँ हामी होइन यहाँबाट 1 घन्टा अब 1 घन्टामा सर घरै पुगिन्छ कस पछाडि देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा सार वर्कसप पुरो होला फ्यामिली भ्यान पिछाडि चाहिँ ग्यारेज गाउँघर हो ठिकै छ ए हाम्रो कान्छीले लुक्स चाहिँ देखी छैन मैले भनिसकेँ बुढी भयो नि लट्टेको बाइक भइसक्यो त्यसलाई चित्त नबुझ्यो अझै आफै कस्दैछ त्यसलाई कहिले चित्त बुझ्दैन फेरि अनि त्यही हो अब हामी चाहिँ निस्किन लाग्छौँ चेनमा ओइल सोइल हाल्छौँ त्यसपछि
पसलदेखि फोन आएको आइस यार केटा हो गाह्रो छ निस्केपछि फोन आउँछ हुँदाखेरि खासै आउँदैन मान्छे के भन्ने नेपालको स्थिति गाह्रो छ ल हाम्रो चाहिँ कुलाइन सकेर पानी हाल्दैछ आधी घन्टा लाग्दैन त कहाँ पुग्नु 25 छ कुलाइन स्टार्ट छैन भक्क हाल्यो स्टार्ट गरी उस गर्छु क्या नगर्नु चिन यो ताल हिटो अगाडिमा यस्तरी हाल्नु नि मैले त ठुलो गाडीको मैले सिज गराइदिनु यस्तो गरेर ठुलो गाडी त्यस्तो त डबल सिस्टम हुन्छ होला भ्यू चाहिँ बवाल हो क्या बवाल हामी चाहिँ झरेर आउन थाल्यौँ तल हो झरेर त्यही केटा फेरि दुईजना राइड गएको सोच ल यसको बाइकको स्ट्यान्डै छैन क्या यसलाई चाहिँ पुरा भित्ता कता रुख छ कता खम्बा छ खोज्नुपर्छ त्यही लुक चाहिँ बवाल हानिछ होइन क्यान्सीको टायर फुल्यात भइसक्यो अब त्यही अब निस्किन्छ नि चार्ज पनि छैन धेरै मोबाइलमा मैले भनिसकेँ अघि नै कौडी डाँडा यतै हो जस्तो लाग्छ फेरि मलाई केटा हो मा हेर त जुत्ताको हालत छालाको जुत्ताको हालत बाइकै लर फाल्दैछ क्या यहाँ बल्ल बल्ल उठाइयो ल जुत्ता त खाएको हुने होला क्या अब त्यही हामी चाहिँ झडेवा चौकीनिर आउनुला बिस्तारै जानुपर्छ साउन्ड पल्युसन बढी छ विथआउट डिबी विथआउट हेडलाइट सब इलिगल ओन्ली माई कान्छी इज लिगल खतरा रन्डिरो नखाएर होइन बाइकको लुक्स कस्तो देखेछ भनिहालौँ फाइनली झर्दैछौँ फाइनली अब आउन लागिसक्यो ल फाइनली हाम्रो उमेर खाएको कान्छी चाहिँ आइसकेको थियौँ वासिङ टाइम अनि त्यही कुरा है भ्लग चाहिँ कस्तो लाग्छ कमेन्ट गर अनि त्यही भ्लग आउँछ लेट आउँछ कडा आउँछ भने जस्तै हो भ्लग लामो हुन्छ होला म पार्ट 1 पार्ट 2 गरेर हालिदिन्छु त्यही हो बाइक अलिअलि पल्ट्यो भिडियोमा देख्न सक्छु अनि त्यही हो रमाइलो भयो केटा हो फुर्र गएर भुर्र आए जस्तो भयो थाहा छ मैले भनिसकेको छु त्यही हो जोस् बवाल मेरो सानो मेरो क्यान्सी जे भने नि बहुत साथ थियो मैले भनिसकेँ त उमेर बढी भएको जवानी चाहिँ अझै छ क्या पावर हुन्छ नि त्यस्तै हो अनि त्यही हो थ्याङ्क यू सो मच धेरैजनाले माया गरिदिइराख्नु भयो माया गरिदिनु होला यो नयाँ हुनुहुन्छ भने च्यानल लाइक एन्ड कमेन्ट सब्सक्राइब गरिदिनु होला त्यही हो क्यान्सीको वासिङ हुन्छ त्यही हो लास्टै फोरी भयो म भन्दैछु अनि त्यही हो बाई